अब जाडो भयो यो के भन्ने आएको छ यो चाहिँ के हो त्यो नाथे के होइन मैले अघि भनिसकेँ होइन भनिसकेँ मैले होइन भनिसकेँ केही होइन त्यो तीर्थमबाट आउँदाखेरि कुरा गाउँको बहिनी हो मेरो छैन समली होइन कि समली भनेको चमेली सुनेछ यता आऊ यहाँ बस भने अब त्यस्ता नाथे गरी त्यो भइरहन्छ त्यस्ता जाब आज तपाईँले एउटा संसदमा के भन्नुभयो भने कि त प्रधानमन्त्री आउनुपर्छ कि त मलाई निकाल्नुपर्छ भन्ने हो त्यो संसदमा दुईजना बदमास छौँ एउटा बालन शाह अर्को हर्क साम्पाङ होइन बालन शाहलाई कारवाही गर्नु सकेन भने हर्क साम्पाङलाई गर्नु भनेको दुइटै गर्नु सक्नु भएन तपाईँलाई पनि गर्नु दुईजना मान्छे बदमास छ तपाईँदेखि पनि डराउनु भयो होइन उहाँ चाहिँ दुईजना बदमास छ हौ त्यो सदनमा मैले अघि भने बालन शाह र हर्क शाह अब उहाँलाई कारवाही नगरेपछि मलाई गर्नु भनेको मलाई पनि गर्नु भयो मान्छे एउटा क्वेसन ल जस्तो यहाँले आजको संसदमा त्यो पार्टीले बहिष्कार गरे हो कि तपाईँ व्यक्तिले हो यस्तो छ मेरो एकल आन्दोलन चलिरहेछ मैले गरे हो पार्टीलाई मैले त्यो विप गरेको छैन विप गरेको छैन पार्टीलाई यो पार्टी फोटो राख्नु भनेर उर्दी जारी गर्नु भएको छ नि त्यो इन्सपिरेसनको लागि अघि भने त्यो थुप्रो ल जाउँ फेरि आउँछु म अध्यक्ष एउटा क्वेसन मात्रै छ क्या जस्तै यो निकै नै चर्चामा आएको विषय छ नि ए ल हस् तपाईँको नम्बर लिएँ नि मैले होइन चर्चामा आएको विषय छ नि यो जस्तै अब पैसा हुनसक्छ पैसा भन्नु बर्बाद भएन यो ओके ल नेपाल कला यात्रा के यात्रा कहाँ यात्रा कस्तो यात्रा यो चाहिँ हामीले 2015 वर्ष अगाडि विश्वको उत्कृष्ट गन्तव्य नेपाल हुनुपर्छ भनेर हरेक जिल्लाको कम्तीमा 3वटा हेर्न लायक देख्न लायक र घुम्न लायक सबभन्दा राम्रो के हुनुपर्छ थाहा छ सबैलाई हेर्न लायक हुनको लागि सबभन्दा राम्रो चाहिँ मान्छेको मन हुनुपर्छ होइन हाम्रो मनभित्र नराम्रो छ भने हेर्न कोही केही पनि आउँदैन यस्तो मलाई किन जानु भन्छ ल सल्लाह यो अनि हामीले चाहिँ के अरे भने 15 वर्ष लाग्यो किताब तयार गर्नलाई अच्छा किनभने त्यसपछि हामीले चाहिँ हरेक जिल्लामा गएर बनाउनु पर्यो नि त सिन्धुली जिल्लामा प्राकृतिक सौन्दर्य थुप्रो रहेछ यो चाहिँ हामीले 6वटा शाहीनगर रोल्पाखम्म रहेछ अनि यो चाहिँ अन्तिममा चाहिँ हामीले के गर्न लाग्छौँ भने 5 लाख नेपालीद्वारा प्रकाशित गरेको ल्याउँदैछौँ अनि यो 1500 जनाले सहयोग रुपियाँ दिएर सहभागी भइसक्नु भयो अनि हामीले चाहिँ यसमा चाहिँ हजुरले हस्तदेखि मैले आज भेटाएँ तपाईँलाई भने लेख्नु पर्ने होइन कि एउटा कविता लेखिदिउँ म त लेखिदिइहाल्छु हजुर हजुरको नाम 2034 लेख्नु हो त 2034 नम्बरमा पर्छ ए म चाहिँ के 5 लाख जना पुग्नेमा 2034 भइसक्यो हर्क साम्पाङ ह्यान्डराइटिङ पनि राम्रो छ हेर्नु न है गफ मात्रै होइन ह्यान्डराइटिङ पनि राम्रो छ कि व्हाट्सएप नम्बर ल हेर्नु त ह्यान्डराइटिङ राम्रो छैन त छ नि होइन ल ठिक छ अब यहाँ चाहिँ डेट लेख्नु पर्यो होइन डेट लेख्नु पर्दैन डेट पनि लेख्छु ल श्रम संस्कृति पार्टी होइन सिंह दरबार यसको त सेवा केन्द्र भन्छु अब हजुरको चाहिँ नायिकताको ठेगाना आज 2083 2 महिनाको 13 गते हजुरको अब नायिकताको ठेगाना नायिकताको ठेगाना त धरान 18 यो चाहिँ हामीले चाहिँ 197 वटा देशको भाषामा हजुरले यहाँ लेख्नु पर्यो के थोक लेख्ने हो यसो हजुरले के लेख्ने बुकमा के लेख्ने लोकार्पण जस्तो गर्दाखेरि के लेख्छ ए ओके सिग्नेचर भन्दा नि यो आफ्नै नाम लेखिदिन्छु ल यहाँ चाहिँ डेट लेख्नु कि हजुर आजको डेट किनकि हजुरको हातबाट यो अनबक्सिङ भयो भनेर
त्यो चाहिँ हामीले 650 वितरण गर्छौँ। 197वटा देशको भाषामा छापिन्छन्। अनि यो चाहिँ यहाँ चाहिँ यो 100 रुपियाँ। ओके ओके, यसमा चाहिँ मैले 100 रुपियाँ दिनुपर्ने? हजुर। ओके, 100 रुपियाँ दिनु सञ्जीव भाइ। म त फेरि 1 रुपियाँ नलिने मान्छे हो। क्युआर छ? छ। यहाँ छ। ल ल ल